श्रीमद् भागवत गीताको 12औं अध्याय भक्ति योगको विषयमा तपाईहरुको माझ आज म चर्चा गर्न चाहन्छु। श्रीमद् भागवत गीताको 12औं अध्याय भक्ति योग भगवान श्री कृष्णले सच्चा भक्तिको स्वरूप, भक्तका गुणहरू र भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा दिनुभएको अत्यन्त सरल र प्रेरणादायी र व्यावहारिक शिक्षा हो। 11औं अध्यायमा अर्जुनले भगवान श्री कृष्णको विराट विश्व रूपको प्रदर्शन गरे। त्यसपछि अर्जुनको मनमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, हे प्रभु, तपाईको साकार रूपयुक्त स्वरूपको भक्ति गर्ने व्यक्ति श्रेष्ठ हो कि निराकार ब्रह्माको उपासना हो गर्ने व्यक्ति श्रेष्ठ हो? भगवान श्री कृष्ण उत्तर दिनुहुन्छ कि दुवै मार्गले परम सत्यसम्म पुर्याउन सक्छन्, तर सामान्य मानिसको लागि प्रेम, श्रद्धा र समर्पणका साथ भगवानको साकार स्वरूपको भक्ति गर्न सजिलो र व्यावहारिक हुन्छ। त्यसपछि उहाँले सच्चा भक्तका गुणहरू विस्तारपूर्वक बताउनुहुन्छ। यही कारणले यस अध्यायलाई भक्ति योग भनिएको हो। 1. 12औं अध्यायको महत्त्व। भक्तिको सरल मार्ग। यस अध्यायले देखाउँछ कि भगवानलाई प्राप्त गर्न कठिन तपस्या वा जटिल कर्मकाण्ड मात्र आवश्यक छैन। निष्कपट प्रेम, श्रद्धा र समर्पण प्राप्त छन्। आदर्श व्यक्तित्व निर्माण। यस अध्यायमा भक्तका गुणहरू वर्णन गरिएको छन्, जुन आध्यात्मिक जीवन मात्र होइन, व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनका लागि पनि अत्यन्त उपयोग छन्। प्रेम र करुणाले शिक्षा। सच्चा भक्ति केवल पूजा होइन, सबैप्रति प्रेम, दया र सद्भाव राख्नु पनि हो। समर्पणको शक्ति। भगवानमा विश्वास र समर्पणले मानिसलाई भय, चिन्ता र अहङ्कारबाट मुक्त बनाउँछ। 2. आम मानिसले सिक्नुपर्ने मुख्य शिक्षाहरू। क. भगवानमा प्रेम र विश्वास राख। श्री कृष्ण भन्नुहुन्छ, जसले आफ्नो मन र बुद्धि ममा समर्पण गर्छ त्यो मलाई अनन्त प्रिय हुन्छ। जीवन उपयुक्त शिक्षा। जीवनमा कठिन परिस्थिति आए पनि विश्वास नहराउनु। भगवान माथिको श्रद्धाले मनमा साहस, धैर्य र आशा जोगाउँछ। ग. सबैप्रति दया र प्रेम राख। सच्चा भक्त कसैसँग द्वेष गर्दैन। उनी सबैप्रति दयालु, मित्रवान र करुणादायी हुन्छन्। जीवन उपयुक्त शिक्षा। परिवारमा प्रेम गरौँ, समाजमा सहयोग गरौँ, कमजोरलाई सम्मान गरौँ, कसैप्रति घृणा नराखौँ। यही नै सच्चा भक्ति हो। ग. अहङ्कार त्याग। भगवानलाई प्रिय भक्त नम्र हुन्छ। उसले आफ्नो उपलब्धिको घमण्ड गर्दैन। जीवन उपयुक्त शिक्षा। जति सफल भए पनि विनम्र रहनुपर्छ। नम्र मानिसले सबैको सम्मान पाउँछ। घ. सुख दुःखमा सम्मान रहन सिक। सच्चा भक्त सुखमा अत्याधिक उत्साहित हुँदैन र दुःखमा निराश पनि हुँदैन। जीवन उपयुक्त शिक्षा। जीवनमा उतार चढाव आउँछ। धैर्य, समय र सकारात्मक सोचले कठिन समय पार गर्न मद्दत गर्छ। न. क्षमा गर्न सिक। सच्चा भक्त रिस र बदला लिने भावनाबाट टाढा रहन्छ। जीवन उपयुक्त शिक्षा। क्षमा गर्नु कमजोरी होइन, क्षमाले मनलाई हल्का बनाउँछ र सम्बन्ध सुधार्छ। स. सन्तोषी बन्न सिक। भगवानलाई प्रिय भक्त सन्तुष्ट रहन्छन्, जसले आवश्यक लोभ र तुलना गर्दैनन्। जीवन उपयुक्त शिक्षा। आफूसँग भएको कुराको कदर गरौँ, परिश्रम गरौँ, तर लोभमा नफसौँ। 6. आत्म स्वयं आवश्यकता छ। सच्चा भक्तले आफ्नो मन, वाणी र व्यवहारमा नियन्त्रणमा राख्छन्। जीवन उपयुक्त शिक्षा। रिस आउँदा सोचेर बोलाऊ। सामाजिक सञ्जालको समयमित प्रयोग गरौँ, समयको सदुपयोग गरौँ,
अनुशासित जीवन बिताउँ। ज कसैलाई दुःख नदेऊ भगवान भन्नुहुन्छ। सच्चा भक्तले कसैलाई डर वा पीडा दिँदैन र अरूबाट प्राप्त दुःखलाई पनि धैर्यतापूर्वक सहन्छन्। जीवन उपयुक्त शिक्षा हाम्रो बोली व्यवहार र निर्णयले अरूलाई आवश्यक दुःख नपुगोस्। हाम्रो मानिस बन्नु नै ठुलो पूजा हो। ज कर्म भगवानलाई समर्पण गर। यदि मनलाई सधैँ भगवानमा केन्द्रित गर्न कठिन लाग्छ भने आफ्नो सबै कर्म भगवानलाई अर्पण गर। जीवन उपयुक्त शिक्षा अध्ययन सेवा व्यवसाय घर परिवारको जिम्मेवारी सबैलाई भगवानको सेवा सम्झेर गरौँ। यसलाई कामलाई साधना बनाऊ। 3 भगवानलाई प्रिय भक्तका मुख्य गुणहरू। यस अध्यायमा भगवान श्री कृष्णले आफ्ना प्रिय भक्तका धेरै गुणहरू बताउनु भएको छ। ती मध्ये प्रमुख गुणहरू सबैप्रति दया र प्रेम राखे, कसैसँग द्वेष नगर्ने, अहंकार सहित रहित हुने, सुख दुःखमा समभाव राख्ने, क्षमाशील हुने, सन्तुष्टि हुने, आत्मसंयमी हुने, सत्य र ईमानदार हुने, लोभ र क्रोधबाट टाढा रहने, भगवानमा अटल विश्वास राख्ने, आफ्नो कर्तव्य निष्काम भावले गर्ने। 12औं अध्यायको मुख्य सन्देश। यस अध्यायले हामीलाई सिकाउँछ कि भक्ति सबैभन्दा सरल र प्रभावकारी आध्यात्मिक मार्ग हो। भगवानमा प्रेम, श्रद्धा र विश्वास राख्नुपर्छ। सबैप्रति दया, प्रेम र करुणा राख्नुपर्छ। अहंकार त्यागेर विनम्र बन्नुपर्छ। सुख दुःखमा समभाव राख्नुपर्छ। क्षमा र सन्तोषको अभ्यास गर्नुपर्छ। आफ्नो सबै कर्म भगवानलाई समर्पण गर्नुपर्छ। राम्रो चरित्र नै सच्ची भक्ति हो। अन्तमा भक्ति योगले हामीलाई सिकाउँछ कि भगवानलाई प्राप्त गर्ने सबैभन्दा सहज मार्ग प्रेम, श्रद्धा, सेवा, समर्पण हो। यस अध्यायले केवल पूजा गर्ने तरिका मात्र होइन, असल, दयालु, विनम्र र चरित्रवान मानिसलाई कसरी बन्ने भन्ने शिक्षा पनि दिन्छ। पहिलो अध्यायले विषाद देखायो, दोस्रो अध्यायले आत्मज्ञान दियो, तेस्रो अध्यायले कर्मयोग सिकायो, चौथो अध्यायले ज्ञान र कर्मको समन्वय गरायो, पाँचौं अध्यायले निष्काम कर्मको महत्त्व बतायो, छैटौं अध्यायले ध्यान र आत्मस्वयं सिकायो, सातौं अध्यायले भगवानप्रतिको वास्तविक स्वरूप प्रकट गर्यो, आठौं अध्यायले जीवन र मृत्युको रहस्य स्पष्ट गर्यो, नौं अध्यायले गीताको महिमा बतायो, 10औं अध्यायले भगवानको विभूतिहरूको वर्णन गर्यो, 11औं अध्यायले विश्व रूपको दर्शन गरायो र 12औं अध्यायले सच्चा भक्तको चरित्र र प्रेममय भक्ति मार्गलाई जीवनको सर्वोत्तम साधना बनेर प्रस्तुत गर्यो। सच्ची भक्ति केवल मन्दिरमा पूजा गर्नु होइन, सबैप्रति प्रेम गर्नु, सत्य बोल्नु, दया गर्नु, अहंकार त्याग्नु र आफ्नो सम्पूर्ण जीवनलाई भगवानलाई समर्पण गर्नु नै भक्ति योगको वास्तविक सार हो। यदि हाम्रो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि हामी 13औं अध्याय लिएर तपाईहरुको माझ आउनेछौँ। हस्त धन्यवाद, नमस्कार।